हेलो नमस्ते। आज चाहिँ हामी सबैजना दाजुभाइ मिलेर हामी चाहिँ तिनधाराको लागि जाँदैछौँ। तिनधाराको झरना हेर्नको लागि। अब खासै पानी पनि उतो छैन अहिले, त्यही पनि यसो हामी दाजुभाइजना सबैजना मिलेर हामी चाहिँ लाग्यौँ। हामी चाहिँ भक्तपुर हुँदै नाला हुँदै फुलबारी दाप्चाबाट निस्किएर जाने विचार गरेर सबैजना हामी दुईवटा बाइक दुईवटा स्कुटरमा बिस्तारै जाँदैछौँ। त्यसरी हामी जाँदा जाँदै पनौती पुग्यौँ। पनौती बजारमा पुगेपछि पनौती बस पार्कमा हामीले चाहिँ एकछिन खाजा खानालाई रोक्यो। खाजा चाहिँ हामी त्यहाँको तरकारी लालमोहन बाह्र खायौँ। लालमोहन चाहिँ असाध्यै लास्टै एकदमै मिठो थियो। हामी सबैजना फेरि खाएर हामी पनौतीबाट फेरि मासतिर लाग्यौँ। त्यहाँबाट फेरि हामी बिस्तारै लाग्यौँ। अहिलेसम्म त बाटो एकदमै राम्रै थियो। हामी पनौतीबाट गएपछि बाटोहरू एकदमै राम्रो र रोड पनि पिच थियो सबै कुरा। त्यसपछि हामी नवबुद्धको गेटबाट हामी त्यहाँबाट फेरि भित्र छिर्यौँ। अलिकति उकालो रहेछ, तर एकदमै बाटोहरू चाहिँ एकदमै राम्रो थियो। त्यस्तो अहिलेसम्म त केही अप्ठ्यारो थिएन। हामी त्यहाँबाट फेरि नवबुद्ध पनि कटेर हामी बिस्तारै आफ्नो गन्तव्यतिर तिनधारातिर लाग्यौँ। अनि हामी जाँदैखेरि काभ्रेको रोशी खोला भन्ने त्यो बाटो हुँदै जानुपर्ने चाहिँ यहाँ चाहिँ बाटोहरू अलिअलि अप्ठ्यारो थियो। अलि अफरोड भएको भएर अलिक गाह्रो भएको थियो। रोशी खोलाले एकचोटि गाउँ नै बगाएको थियो भनेको त्यो चाहिँ त्यही खोलाले हो। हामी फेरि त्यही बाटो उकालो कटेर फेरि त्यो खोला हुँदै त्यही खोलाको बाटो हुँदै हामी फेरि जाने हामीले तर्खर गऱ्यौँ। त्यसबाट हामी फेरि जाँदै गर्दाखेरि बाटोमा एउटा राम्रो पुल रहेछ। पुलमा राम्रो गरेर राखेको रहेछ झन्डाहरू। अनि त्यहाँबाट चाहिँ भाइले चाहिँ जाउँ खोलामा जाऊँ न त एकताल भनेर यसो रमाइलो गरेर खोलामा गएर पोस्ट दिँदै भिडियो सिडियो खेद्दै थियो। हामी त्यहाँबाट उसले भिडियो फोटोहरू सबै खिचेर हामी फेरि त्यहाँबाट अब चाहिँ लाग्नुपर्छ है भनेर बिस्तारै हामी त्यहाँबाट पुल कटेर बिस्तारै हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। त्यसपछि हामी जाँदा यही खोला रहेछ। यसले पुरा गाउँ नै सफा गरेको कति ठुलो खोला। अहिले बाटो बारेछ। बर्खामा सायद फेरि खोला बढ्न सक्छ। यहाँबाट फेरि खोला आउँछ जस्तो लाग्छ। फेरि त्यहाँबाट हामी जहाँ गयौँ त्योबाट उकालो बाटो अफरोड थियो। कतै चाहिँ हामी दुई भाइ चाहिँ ओर्लिनु पर्यो। ओर्लेर हामी चाहिँ गफ गर्दै, किनभने त्यहाँबाट बाइकले स्कुटरले जाने बाटो नै गाह्रो थियो। बाटोहरू बनाउँदै रहेछ। केही छैन भन्दै हामी दाजुभाइ चाहिँ ऐसेली टिप्दै खाँदै रमाइलो गर्दै ठाउँमा बाटोमा ऐसेली फलिरहेको रहेछ। हामी चाहिँ ऐसेली चाख्दै हामी त्यहाँबाट फेरि बिस्तारै गयौँ।
सबैतिर चाहिँ बाटो यसरी ढुङ्गाहरू राखेर बनाइरहेको थियो सबैतिर। लगभग हामी चाहिँ ठाउँ ठाउँमा ओर्लिँदै हिँड्दै दाजुभाइ हामी गफ गर्दै गइरहेको थियौँ। यस्तो राम्रो दृश्य हेर्दै कस्तो राम्रो बारीहरू घरहरू एकदमै राम्रो सिन देखिएको थियो। मौसमले पनि साथ दिएको थियो, पानी चाहिँ परेको थिएन अहिले जे होस्। हामी यस्तो रमाइलो दृश्य हेर्दै गएको थियौँ। हामी त्यसपछि अलिकति माथि गएपछि हाम्रो होमस्टे तिनधारा होमस्टेमा पुगेका थियौँ। त्यहाँ पुगेर हामीले पछि बेलुका हामी त्यहीँ बसेर हामीले राति क्याम्प फायर गरेको। राति क्याम्पफायर गरेर सुतेपछि बिहान हामी ब्ल्याक टीसँगै उठेर ब्रेकफास्टको लागि उठ्यौँ र हामी सायद राम्रो दृश्य हेर्दै बिहान घाम लागेको थियो। सबैजना उठेर हामी एकछिन हामी गफ गर्दै सँगै सबैजना सँगै बसेर गफ गर्दै रमाइलो हेर्दै अब चाहिँ झर्ना हेर्न जानुपर्छ भनेर हामी सबैजना गफ गर्दै थियौँ। झर्नाको लागि रेडी हुनाले हामी ब्रेकफास्ट बनाइदिनु भएको थियो दाइहरूले। अनि ब्रेकफास्ट गऱ्यौँ सबैजनाले। ब्रेकफास्ट खाएर अनि हामी चाहिँ अब चाहिँ झर्ना कतिको पानी रहेछ त के रहेछ त भन्ने हामीलाई एकदम खुल्दी भएको थियो र सबैजना हामी यसरी गयौँ। हामी बसेको होमस्टे हो तिनधारा होमस्टे। उहाँ चाहिँ हाम्रो सिनियर दाइ सबैभन्दा हाम्रो कपिल दाइ हुनुहुन्छ। उहाँ जस उहाँले अर्गनाइज गर्नुभएको हो भनौँ न सबैलाई, ल जाऊँ न त भनेर उहाँले नै हो। त्यसपछि हामी अब चाहिँ तिनधारा झर्ना हेर्नलाई हामी लाग्यौँ। उता त्यो बाटोबाट जानुपर्ने रहेछ, त्यो बाटो हुँदै जस बाटो राम्रै छ जस्तो छ, सबैतिर राम्रै बनाएको रहेछ। बाटोहरू नि यसरी ढुङ्गाले छापेको, साइड साइडमा बार भएको राम्रै बनाएको रहेछ। जे होस् सबैजनाले सजिलो हुने गरी बनाएको रहेछ। यसरी हामी बसेको होमस्टे चाहिँ त्यही भइहाल्यो। हामी त्यो बाटो हुँदै यसरी गइरहेको छौँ। खासै टाइम नलाग्ने रहेछ। जस ढुङ्गाहरूले छापेर एकदम व्यवस्थित तरिकाले बनाउनु भएको छ। एकदमै राम्रो देखिरहेको थियो। हामी सबैजना यसरी कोही अगाडि कोही पछाडि हामी यसरी जाँदैछौँ। जोस् कतै लड्दै नलड्ने बारहरूले राम्रोसँग राखेको रहेछ। सबैजना यसरी हेर्दै सिनहरू हेर्दै मौसम पनि साथ दिएको थियो, घाम लागेको थियो, राम्रो ठिक्कको थियो, त्यस्तो चर्को घाम पनि थिएन। हामी यसरी कोही फोटो खिच्दै कोही भिडियो खिच्दै हामी यसरी अगाडि बढ्यौँ। यसरी हेर्दै रमाइलो दृश्यहरू हेर्दै हामी अगाडि जाँदैछौँ। एकदमै राम्रो रहेछ सिनहरू। लालीगुराँस चाहिँ फल्ने मौसम सकिएकोले त्यहाँ एउटा मात्र रातो यस्तो राम्रो लालीगुराँस फलिरहेको छ। अहिले चाहिँ सकिसकेको जे होस्, अहिले चाहिँ लालीगुराँस फुल्ने मौसम नभएकोले लालीगुराँस सकिसकेको थियो। कहीँ एउटा दुईवटा मात्र देखिरहेको थियो।
त्यहाँ तल झर्नामा जाने बेला नि यस्तै पर्याङहरू बनाएको रहेछ, ढुङ्गाले छाउकै पर्याङहरू। त्यो सजिलो रहेछ। हामी भाइहरू सबैजना हामी सबै गफ गर्दै यसरी जाँदैछौँ। भाइले चाहिँ बोतलमा माछा मार्न भनेर लिएर गएको छ। अब माछा चाहिँ पाउँछ कि पाउँदैन हो, खासै पाउला जस्तो त लाग्दैन माछा चाहिँ, त्यही पनि हेरौँ न। तर यसरी जताततै चाहिँ फोहोर नगरिदिनु होला हजुरहरूले, व्यवस्थित ठाउँमा राखिदिनु होला नि। यसरी फोहोर गर्दा प्रकृतिले नै असर गर्न जान्छ। एकदमै नराम्रो देखिएको थियो। सबैजनाले सबै भएर फोहोरहरू चाहिँ आफूले खाएको के हो आफूले व्यवस्थित तरिकाले लगेर व्यवस्थित तरिकाले गरिदिनु होला। फोहोर यसरी देख्दा एकदमै नराम्रो हुन्छ। हामीलाई भन्दा पर्यटकहरू आउँदा पनि त्यसको लागि एकदम नराम्रो असर पर्न जान्छ। झर्ना देखिन थालिसक्यो। झर्ना चाहिँ त्यही हो, अहिले बर्खा नभएको भएर खासै पानी झर्ना त्यस्तो ठुलो त छैन। अनि भाइहरू सबैजना हामी चाहिँ त्यहाँ बसेर साथीभाइहरू फोटो भिडियोहरू खिच्दैछौँ। त्यहाँबाट अब कतिको देखिन्छ भने यहाँबाट त सानै छ झर्ना, खासै छैन रहेछ। जस ठाउँहरू चाहिँ एकदमै पिस रमाइलो, एकदमै शान्त, एकदमै रमाइलो थियो। तपाईँहरू आउँदा पनि हुन्छ अलि बर्खामा, तर बाटो एकदम सोधेर मात्र सबैजनाले ख्याल गरेर एकदम पहिला आफूले होमस्टेहरूलाई कल गरेर बाटो के छ कस्तो छ पानीको छ के छ झर्ना यही हो हेर्नु। त्यो त्यहाँ सानो स्विमिङ खेल्ने ठाउँ पनि रहेछ। जस केटाहरूले स्विमिङ गर्छु भनेको छ, अब के गर्छन्। अब मलाई चाहिँ अलिक सन्चो छैन, म चाहिँ गर्दिनँ होला, केटाहरूले गर्छन् होला सायद। हामी यसरी ठ्याक्क पुग्यौँ। कस्तो राम्रो बनाएको छ स्विमिङ खेल्न मिल्ने गरी झर्नाबाट यसरी बगिरहेको। त्यहाँ स्विमिङ गर्नलाई चाहिँ यसरी बनाइदिएको रहेछ, व्यवस्थित तरिकाले बनाइदिएको रहेछ। सायद यो बर्खामा त बवालै ठुलो हुन्छ। अहिले म त यति सानो आएको, त्यहाँबाट मन्दिर पनि रहेछ, सानो मन्दिर पनि बनाइदिएको रहेछ। मैले नि यसो मन्दिर ढोकिदिउँ न त भनेर ढोकेँ। त्यसपछि खोला पनि सफा छ, खासै फोहोर थिएन, राम्रै थियो, एकदमै राम्रै। जे होस् खेल्न हुने खालको थियो। सबैजना हामी यसरी अब रमाइलो गरौँ न त भनेर ल स्विमिङ खेल्न रेडी हुँदैछन् सबैजना। अब को खेल्ने हुन्छ नि थाहा छैन। जे होस् म चाहिँ खेल्दिनँ, मलाई चाहिँ अलिक सन्चो छैन। पानी छाम्दाखेरि त एकदमै चिसो थियो, त्यही भएर चाहिँ खेल्दिनँ। अब केटाहरू खेल्छन् कि के गर्छन्, केटाहरूले खेल्छन् होला सायद। झर्ना चाहिँ यस्तो छ अहिले, जस राम्रो देखेको थियो। अच्छा बर्खामा चाहिँ एकदमै राम्रो हुन्छ, तपाईँहरू आउँदा हुन्छ सबैजना। अहिले चाहिँ खासै त्यस्तो ठुलो चाहिँ छैन, सोचेको भन्दा अलिक सानै रहेछ झर्ना चाहिँ। सोचेको चाहिँ अलिक धेरै ठुलो होला भन्ठानेको, त्यस्तो विधि चाहिँ छैन रहेछ। अब यसरी हामी कोही भिडियो फोटो यसरी लिँदै हामी चाहिँ बसिरहेको छौँ। उहाँ चाहिँ हाम्रो विक्रम सर हुनुहुन्छ। उहाँ चाहिँ पहिले डाइभ हानेर बसिसक्नुभयो, यस्तो चिसोमा कसरी सकेको होला। अब उता सुमन पनि जानलाई रेडी छ। सुमनले जे स्विमिङ गर्छ, ठिक छ ल, राम्रो एकदम राम्रो। चिसो भयो भन्दैछ। म चाहिँ यसरी एक दुईवटा सेल्फी हानिदिउँ न त भनेर पोज माथि गएर यसरी फोटो भिडियो यसो गरिदिउँ न त भनेर गरेको। यति नै हो अहिलेको लागि। सुमन चाहिँ चिसो पानीमा जाउँ कि नजाउँ, डाइभ हानेको हान्नु थाल्यो है। ल यति नै हो हाम्रो तिनधाराको होमस्टे। हजुरहरू पनि आउन सक्नुहुन्छ, रमाइलो गर्नुहोस्। एकदमै राम्रो ठाउँ छ, तर एकदमै आफूले बुझेर मात्र आउनु होला बाटोको स्थिति चाहिँ के छ। हस् त, धन्यवाद।